जापानलाई 5 विकेटले हराउँदै नेपाल आइसिसी टी20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौटमा समूह बी को विजेता बनेको छ। जापानले दिएको 132 रनको लक्ष्य नेपालले 12 बल अघि 5 विकेट गुमाएर भेटायो। नेपालका आसिफ शेखले 38, कुलसन झाले नट आउट 28 रन बनाए। जापानका सोमा स्लाटरले 2 विकेट लिए। यसअघि अलि अमितरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले 20 ओभरमा 8 विकेट गुमाएर 131 रन बनाएको थियो। जापानका कप्तान केन्डल फ्लेमिङले सबैभन्दा धेरै 60 रन बनाए। नेपालका सन्दीप लामिछाने र गुलसन झाले 2-2 तथा सोमपाल कामी र नन्दन यादवले 1-1 विकेट लिए। नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराउँदै यसअघि नै सुपर 6 मा पुगिसकेका थिए। कुवेत भने समूह चरणबाटै बाहिरिसकेको छ। समूह विजेता बन्दै सुपर 6 मा प्रवेश गरेको नेपालले 2 अङ्क जोडेको छ। अब नेपालले सुपर 6 मा आइतबार समूह 1 को विजेता युएई र सोमबार उपविजेता कतारसँग खेल्नेछ। त्यस्तै बाँकी 2 खेलमा समूह सी को विजेता र उपविजेता खेल्नेछ। सुपर 6 मा शीर्ष 3 मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी20 विश्वकप खेल्न पाउनेछन्। यसैबीच समूह विजेता बन्दै आइसिसी टी20 विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनौटको सुपर 6 मा पुगेको नेपालले सुपर 6 मा युएई, कतार, ओमान र सामाओसँग खेल्ने भएको छ। हिजो भएको समूह बी को अन्तिम खेलमा नेपालले जापानलाई 5 विकेटले हराएसँगै सुपर 6 मा समूह ए बाट युएई र कतार, समूह बी बाट नेपाल र जापान तथा समूह सी बाट ओमान र सामाओ पुगेका छन्। जापानलाई हराएसँगै नेपालले सुपर 6 मा 2 अङ्क जोडेको छ। अब नेपालले जापानसँग सुपर 6 मा खेल्नु पर्ने छैन। अब नेपालले सुपर 6 मा भोलि समूह 1 को विजेता युएई र पर्सि उपविजेता कतारसँग खेल्नेछ। त्यस्तै बुधबार ओमान र शुक्रबार सामोआसँग खेल्नेछ। सुपर 6 मा शीर्ष 3 मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी20 विश्वकप खेल्न पाउनेछ।